गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म धेरै दिन बाद फेरि एउटा सानो ब्लग लिएर आएको छु। आशा गर्छु तपाईँहरूलाई मनपर्छ भनेर है। आज चाहिँ म 3-4 दिन भयो अफिस पनि गएको छुइनँ, अलिक बिमार भएर हो। अन्त आज चाहिँ म अफिस जाँदैछु। अन्त आज चाहिँ देवी दिदीको सधैँ मसँग दिदीको बर्थडे छ है। अन्त उहाँको बर्थडे सानो भए पनि सेलिब्रेट गरिदिनु पर्ने छ। त्यही भएर आज अफिस जानु मलाई जरुरी छ है। मेरो लागि सधैँ गरिदिनुहुन्छ। अहिले भन्ने चाहिँ अफिसमा कोही पनि छैन, सरहरू सबै साइड जानुभएको छ, भिजिरहेको छ हो। अन्त एक्लै बसिरहेको छु। साथमा चाहिँ खड्क दाजु छ साथी। आज सुनिता दिदी पनि कोही खस्नु भएको छ सायद उहाँको, र बिजी हुनुहुन्छ, आउनु भएन हो। म पनि 3-4 दिनदेखि चाहिँ एकदमै ब्याक पेन बेसी भएर चाहिँ ड्युटी आउनु सकेको थिइनँ हो। आज चाहिँ दिदीको बर्थडे छ, उहाँको बर्थडे सानो भए पनि सेलिब्रेट गरिदिन्छौँ है मिलेर सबैजना। कस्तो हुन्छ हजुरहरूलाई त्यो पनि देखाउनेछु। देवी दिदी तपाईँहरूले मलाई हरेक ब्लगमा देख्नु भएको छ। सो गाइज अब चाहिँ दिदीको बर्थडेको लागि तयारी हुँदैछ है। हामी दाजु र म चाहिँ खदा पनि बनाउँदैछ दिदीको बर्थडेको लागि। अब रेडी गर्नुपर्ने सेक्सनबाट दाजु र मेरो चाहिँ आज काम नै छ। सो गाइज अब चाहिँ बर्थडेको लागि चाहिँ केक कटिङको लागि चाहिँ हामी चाहिँ नि केकहरू सबै रेडी गर्दैछ हो। तपाईँहरू देख्न सक्नुहुन्छ। एउटा चाहिँ यस्तो छ, अर्को यस्तो छ। देवीलाई 2टा केक छ। अन्त मिठाईको मेन्यूमा चाहिँ गुलाब जामुन र रसदाना रेडी छ हो। हेर्दै जानुहोस् तपाईँहरू देवीको बर्थडे कस्तो हुन्छ। बर्थडे गर्ल चाहिँ बसिरहेको छ, रेडी छ, सरहरूलाई पर्खेर बसिरहेको छ हो। एक्साइटेड भइरहेको छ, ऊ पुरा हात पनि चलाउँदैछ केक काट्नुको लागि। रेडी भइरहेको छ हामी जिएम सर र तारिक सरलाई। खुसी लागेको छ होइन यसरी खुसी भिडियो बनाउँदैछ। जोर से बोलो हैप्पी बर्थडे। ये तो हम जाने के नहीं बात है। रुको, हम है हमारा है। अरे उस हिसाब से प्लेट थोड़ा ज़्यादा बड़ा नहीं कर दिया। हो गया, हो गया।
होइन हो हामीले बर्थडे गर्नु सभी लोग इधर ही खाना खाएंगे छोटा सा पार्टी रखा गया है सो गाइज अब चाहिँ अफिस छुट्टी चाहिँ म दिदी बाबुका जान आँटेको अनि दाजुले चाहिँ एक्लै छोरी राखेर गएको सुनिता दिदी पनि छैन बर्थडे गरिदिइहाल्नुहोस् यहाँनिर अब हामी चाहिँ बाबुका जानु आँटेको सो गाइज अब चाहिँ अफिसबाट घर आइपुगेँ है पुरा गरम पनि भएछ थाकिरहेको छ अनि आजको भ्लग यस्तै भयो अन्त बर्थडे पनि राम्रै भयो है दिदीको दिदी खुसी हुनुभएको छ है र आजको भ्लग चाहिँ म एन्डिङ गर्न चाहन्छु। लाइक कमेन्ट सेयर सब्सक्राइब